दुईटै स्टेसन गर्दा साह्रै चेता देखेर डर हुन्छ नि यो देख्दा यो राङखोला भन्छ नि यहाँ राङखोला यो राङखोला पोइन्ट माथिको छ नि त्यहाँ घर छ त बिचारा बुपा अब ओछ्यानमा एक्लै सुत्ने भयो बुपा यो म्यासेज चाहिँ दुईटाको लागि एउटा कमललाई होइन एउटा बुबेलाई बिचारा कमललाई बिहा गरेर बुढीसित सुत्यो होला बिचारा मेरो भाइ कान्छो हिँडेसम्म त दाइसित अङ्गल मारेर सुत्यो थिइस् अब एक्लै सिरानी समातेर बिचार मेरो भाइ नरहेछ है सम्झिने बिचारा छम छम पानी छम्किने एक थाल भात खाने दाइ भन्दै बोलाउँदै गर्ने भोलि त अब 1 महिना पछि बल्ल आउँछ उसको दिन गाँछिन केटा बल्ल खोज्छ भोलि अहिले बुढी छ नि साथमा नयाँ नयाँ बेहुली छ बिचारा बेहुली याद गर्दैन तर हामीले त्यो बाटेभरि कुरा गरेर गएको छैन कुरा काटेन ससुरको काटेन हाम्रै भाइहरूको गरिरहेको छ भाइ कुरा काटेन नभन फटाहरू फेसबुकमा हालेँ त्यो चाहिँ बेसी होला फेरि दाइहरूले लाउर जाने भने याद त गरे त्यही भनेर यो घर बस आउने त कहिले हामी पर्सि जाँदैछौँ फेरि फोन गर्नु पऱ्यो ए उठा नभए फोन बन्द गरेर हिँड्छौँ अहिले रिस उठ्यो अन्त लाउरे भने बहुत बेकार रहेछ नि त्यही त नि दसैँ तिहार मान्नै पाइन्न के भन्ने मेरो केटा त्यही भएर लाउरे नहुनु बरु इन्डिया जानु आउनु त्यो ठिक छ हामी जस्तो लाउरे नहुनु भन्दै त्यही त लाउरे बसी बहुत गाह्रो आएको 15 दिन नदेखि फर्किन परिरहेछ के गर्नु गर्मीलाई यस्तो बनिहालमा हिँड्न परिरहेछ ल केटा राम्रोसित बसाऊ बिहा गरेर राम्रोसित प्रगति गर बच्चा बच्ची बनाऊ 1 महिना 2 महिनामा है नरिसाइकन बसाऊ यसो आइज भने याद गर बेला बेलामा फोन गर है अहिले हामी आएको छौँ चेप्टे ढुङ्गा बन्नीमा चेप्टे ढुङ्गा बन्नीमा यो डाँडा देखि त्यही हो बाटो देखेको छ डाँडै त्यही हो केटा सिलिङ गएको छ मेरो बाटो Yes. Laure dan terima aku lah dia kali dia aku bagi suara yo. Ayo अब कहिले मैले गीत सुन्दै गरे होला जुना चाहिने भन्छ अहिले अर्को एकदम एकदम दुईडल मिल्ने एकदम कुन गीत जुना चाहिने भन्ने किन चाहिने अब पढ्ने गरेर छोरी भन्ने खै त्यो गीत त्यो गीत गाउने न कि त्यसलाई फेरि पाउन अर्को मास्टर टिम आफूसँग बसे भन्ने होला कि गीत छ आफ्नो पारामा हामी छौँ आफ्नो पारामा दादामा त्यो चाली कटेर कहिले कहिले रमाइलो त्यही त नि त्योभन्दा अहिले रमाइलो अहिले हिँडेर त्यही हो
चेप्टी ढुङ्गाबाट हिँडिसक्यौँ अब पुग्छौँ हपुर खोला पुग्न लाग्छौँ